हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईहरु मेरो नयाँ युट्युब च्यानलमा। आज नयाँ साल टक्क आज नयाँ सालमा सन्तानेश्वर मन्दिर घुम्न जाँदैछौँ हामी दुई भाइ। यहाँबाट थेचु निस्किन्छ माथि, थेचुबाट अब मलाई त थाहा छैन मन्दिर कहाँ छ, दाइलाई थाहा छ अरे। अब यसो पछि जाऊँ मन्दिर सन्दिर घुमेर फर्किने हुन्छ आज नयाँ सालको दिन। हजुर अनि ठिक छ केही न मेरो पनि कुन चाहिँ राम्रो छ र मेरो पनि त्यस्तै त अनि साउन्ड त। ओभरटेक हान्न पनि छ यार, यहाँ त बाटो सानो छ, ठोकेला भने डर ओभरटेक हान्न पनि। तपाईँहरूको नयाँ साल कस्तो भयो? हाम्रो त अब मन्दिर जाँदैछौँ नयाँ सालमा, मन्दिर गएर बिताइन्छ नयाँ सालले यसपालि। थेचुबाट हल्का माथि आएर हामी चाहिँ लाग्यो मन्दिरतर्फ है, लेफ्ट लिएर। मलाई त थाहा छैन बाटो, अगाडि दाइले हिँड्नु भए दाइको पछि गइरहेको छु म। सन्तानेश्वर मन्दिर पनि दर्शन गर्नु के गरे मान्छे बिचैमा बाटो हिँडेर। ल के गरे यो मान्छे बिचै बाटोमा, सायद त छोडिदिनु पर्छ नि। बक्सिया झ्याप्छ क्या मान्छे यार। बज्रब्राही मन्दिर, ल मन्दिर पुग्यो। पार्किङ यता रहेछ, कता गर्ने पार्किङ? यहीँ राख्ने हजुर। ल कुन मन्दिर रे दाइ? हामी चाहिँ अहिले बज्रभराई मन्दिरमा आइसकेका छौँ। अब यहाँबाट सन्तानेश्वर चाहिँ फेरि जानुपर्छ। यो बज्रभराई मन्दिरभित्र एन्ट्री भइसकेको छ हामी। यहाँको सिन हेर्न सक्नुहुन्छ है मन्दिरमा, देखिन्छ त यसरी पनि। आउनु, हामी चाहिँ बज्रभराई मन्दिरतिर लाग्दैछौँ। यहाँ हो नयाँ सालको रमझम कस्तो छ यहाँतिर। लाउनु दाइ, देखिनु क्या तपाईँ पनि, देखिनु क्या तपाईँ पनि। हामी आज हामी बज्रभराई मन्दिर देखिनु चाल सक्यो लाग्यो। बज्रभराई मन्दिर इन्ट्री रमाइलो छ आज एउटा मन्दिरतिर। मान्छे पनि टन्न खै बन्द भइहाल्यो त। पार्टी चलिरहेछ हजुर। भिडियो बनाइदिने अब यही गीतलाई आनन्द कार्कीको आवाजबाट है पक्नै। मान्छे नयाँ सालको टाइममा पुरा पिकनिक मनाउन आएको छ। आनन्द ग्रुप भएर पिकनिक मनाइरहेको छ। यस्तो हो नि त नयाँ साल भनेपछि आफ्नो पारामा है सबै। मन्दिर चाहिँ यता रहेछ, मन्दिरतिर जाँदैछ हामी। यो चाहिँ बज्रभराई मन्दिर है। मान्छे यो मन्दिर चाहिँ जहाँ दर्शी सास खेलेर है आनन्द पाराले मेन मन्दिर बज्रभराईको मन्दिरको छेउमा बसेर जहाँ दर्शी सब चलिरहेको छ यस्तो। अब हामी चाहिँ बज्रभराई मन्दिरदेखि निस्केर सन्तानेश्वर मन्दिरतर्फ जाँदैछौँ हामी। अब त्यो मान्छेहरू पार्टी सार्टी गर्ने आनन्द इन्जोय पाराले बसिरहन् भित्र।
ग्रुप आज नयाँ सालको दिन हामी चाहिँ अब सन्तानेश्वरतिर मन्दिरतिर जाँदैछौँ। यहाँबाट निस्केर जे होस् आनन्द रहेछ, इन्जोय रहेछ, भित्र पनि मजाले बस्ने है, ग्रुप भएर पिकनिक सिकनिक बनाएर आनन्दसँग बसिरहन् भित्र। हामी चाहिँ निस्केर हिँडिसक्यौँ अब अहिले। यतातिर मस्त बाटो छ, माथितिर जङ्गल छ है, खतरा सल्लाहहरू जङ्गल गरेको बाटो। सायद त्यहाँबाट चाहिँ हिँड्नुपर्छ होला हामी सन्तानेश्वर मन्दिर जानलाई। बाटो कहाँसम्म गएको छ हेरौँ। यो चाहिँ माथि हाइटमा जस्तो लाग्यो मलाई। चाहिँ हामी पुग्न आँटिसक्यौँ है सन्तानेश्वर मन्दिर। माथि हाटमा रहेको छ। सायद अब यहाँबाट हिँडेर जानुपर्छ होला सायद। हेर्दाखेरि त्यहाँ नजिक देखिन्छ तर हाइट छ है माथि नै। ल अब यहाँबाट चाहिँ हिँड्नुपर्छ है हामी बाइकहरू यति राखेर। बाइकको यात्रा यहीँसम्म अब हाम्रो। यहाँबाट चाहिँ हिँड्नुपर्छ जस्तो छ। झरा त म राख्छु, झरा नसँग म राख्छु। कता राख्ने उता पारी? कता राख्ने? हामी चाहिँ लाग्यौँ अब सन्तानेश्वर मन्दिर माथि। बाइकहरू तल पार्किङ गरेर हामी चाहिँ अब यस्तो सिडीहरू चढेर माथि जाँदैछौँ। माथि हाइटमा रहेछ मन्दिर चाहिँ। अब सिडी भएर माथि मन्दिरतर्फ जाँदैछौँ है। यहाँबाट गेट साह्रै उकालो रहेछ। 10-15 मिनट हिँड्दा पनि नपुग्ने रहेछ। म उकालो सिडी। अब चाहिँ लगभग पुगिसक्यौँ हामी। भित्र गएर दर्शन गर्नुपर्छ अनि फर्किनुपर्छ फेरि। एउटा पुग्यो सन्तानेश्वर मन्दिर तलबाट। तर एउटा कुरा चाहिँ अचम्म छ क्या, यस्तो छ तलतिर यस्तो बस्छ। यहाँ मन्दिर मात्रै उच्च मात्रै। बल्ल पुग्यो भनेपछि यस्तो। अब यहाँ तलतिर बजार छ, यहाँ चाहिँ हातमा छ क्या। जता देखिन्छ यहाँबाट आनन्द। कस्तो हावा चल्दैछ। भिडियो चाहिँ यतिसम्म है। बाँकी भिडियो चाहिँ यतिसम्म। सबैलाई ह्याप्पी न्यु इयर। बाई बाई।